हेलो साथीहरू नमस्कार जसले सबैजनालाई वेस कौर मगर युट्युब च्यानलमा फेरि पनि स्वागत छ। म धेरै पछि फेरि आज एउटा नयाँ भिडियो लिएर आएको छु। सर्वप्रथम त हजुरहरूलाई 2082 सालको शुभकामना। मेरो वाइस कौर मगरमा आज हामी कौर मगरहरूले कुलान पूजा गर्दैछौँ। त्यो हामी देखाउनेछौँ हजुरको माझ। अनि मेरो भिडियो मन परेमा लाइक कमेन्ट शेयर र सब्सक्राइब गरिदिनु होला। आजको मौसम यस्तो छ साथीहरू, पानी पर्ला झर्ला जस्तो छ। पूजा गर्नको लागि गाईको पूजा गर्नु लागि सबैभन्दा हाम्रो जामन जाँड हो। यो पिठो भयो, फुल, अबिर, घिउ, यो बत्ती, चामल, धजा, यो बेटी, गुलाब फुल, नयाँ मन्दिर। त्यही जौतिल पनि हाल्ने, पानी हाल्ने, बटबट चाहनुको लागि आज मन्दिर शनिबार पुरानो स्थानबाट नयाँ स्थानमा सारिँदै कृष्णले आफ्नो खिचेन भनेर धेरै आओस् भनेर सबै चिज पुग्नु यहाँ त फुलको भयो भने झ्याउ हुन्छ। नयाँ मन्दिरमा हाम्रो थोरै तान्नु हो त्यही खानु हो त्यतिमा। यो चाहिँ एकदम पुरानै ढुङ्गा हो नि। यो बत्ती ताल हो फटाउ यो पनि बत्ती यता अहिले मिलाउने एउटा पैसा हजुर दुई एउटा लिगो भने दुई एउटा त्यो धजा एक दुई तिन चार साइडमा
यो यस्तो हाल्दिनुपर्छ कति चावडा चाहिँ यो हजुरहरु अहिले बान्दिनु पहिला हजुर भित्र बान्नुहोस् फेरि पछि बान्नुहोस् यो चाहिँ कतिवटा चाहियो भने यो दुईटा बस्दै के गर्नु कमर मगरको खाल्टापुन ल भयो कान अलि उयो लिएको साइडतिर हो त अलि ओराइ एउटा मात्रै दुईटा हो त्यहाँ राखिदिनु चाहिँ हो त्यहाँ हो त्यहाँ कलश त्यो पनि अझै अलि पर राख्दै हुन्छ ल ठिक छ जाने कुराहरू अरूले पनि यसो भन्नुपर्छ के त्यो खनाइदिनु त्यति ल अब त्यो पैसा पनि यता राख्नु जान्छ कता पनि राख्नुहुन्छ होइन उनीहरूको त आफ्नो उस छ नि त्यही भएर हो त्यस्तो सानो खाले बिरामी होइन कि त्यो त्यस्तै हो कि त्यो धान खाएर त्यो उसमा अड्केर हो कि नानी लजायो काका त्यहाँ अगाडि नबस नि तिमी के गर्ने त्यहाँ अगाडि बस्नुपर्छ त छेकिन पहिला हाल्दै जानु जो जो मान्छ मान्छ कानमा छ्याप्दिनु पर्छ कि छोप टाउको लागि नुन बेसार मसला काकी हाड है त्यो काकी लेख्दिनु अरु चाहिँ अरु के खानेकुरा त्यो गिलासमा राख्छि सिउरा दाइ कता जानु घर जानु भइसक्यो जे बाइ नि त त्यो अलिकति पानी थप्ने भन्थ्यो पानी थपेर मेन बस
ल ठिक छ त्यो प्लास्टिकको हुन्छ भटाम बुझ्नु हुन्छ के यत्रो प्रकार आयो के हुन र यहाँ पर्खा झिकेर खाऊ क्या जामुन मुटु ए सुभाष बाबु ए कता गयो यार यो तल झिक्दैन कान्छे त्यहाँ स्वात्तै छ म झिक्यो तल त्यसमा हो त्यो खुट्टाको काटेर भ्याएको छैन नि अङ्कलको चाहिँ 15 दिनको चाहिँ अब 700 गर्दा 10,500 भयो अनि एक ढुङ्गा कालसाइज गर्दाखेरि चाहिँ 12,500 यो भयो अब कृष्णबहादुर पाउँ 15 दिन इन्टु 700 गर्दाखेरि 10,000 के जाँड खाने हो होइन के यो उसँग सँगै राख्नु होला भनेर के मासु चाहिँ छुट्टै राख्ने फेरि होटेलसँग त्यस्तो हो त्यही भएर नगर कुराहरू बोल्न नदिएको नुन हालेको नि त्यसमा तिनीहरूको त्यहाँको त्यो हो कि होइन ठुलै हुन्छ अहिलेको चाहिँ 2-3 वडा गाविस जत्रो हो कि त्यो सरकार एक्ला बज सौते चौकी जम्मा भएको सर्वसहमतिबाट निर्णय पारित गरियो लगाइदिनु मैले ठाउँ पनि ठ्याक्क छ अनि माटो पनि अघि हाल्दैछ यहीँबाट यसको पछाडि दाइ गएर हुन्न क्या अब हामीले यहाँ तारबार गरेको छौँ है पछि यहाँ चौर भन्छ चौर भनेको भनेर बनाउनु भनेर दिएको अब के बनाउने जस्तो बनाउने मान्छे अब व्यवस्था मिलाउने के गर्ने कसो गर्ने मान्छेहरूको आगो भयो भने त्यहाँ हाल्दियो अब मैले दिने थियो त्यही हाले नि त मैले चाहिँ दिएको अब व्यवस्था मिलाउने अब जल्दै आइज बाबु त्यो बाबु बस्नु त गयो ऊ पनि आउने छ त्यतैको अलि नटिँदो रहेछ अलि पर जानु अलि पर जानु त्यहाँ बिचमा त नबोलाउने यार यता केटीतिर
उदय पनि देन भाउजू सिकाउनुहोस् भन्नु यहाँ मन्दिरमा त्यस्तो केही 75 समाजसेवी कुरालाई रकम पछि कुरालाई 3,500 घटाइ बाँकी रकम 1,04,424 रहेको भेजा रकम यहीबाट आलेबारी हुँदै काम गर्न दिन्छ खुल्लाको पर्यो अब त्यसपछि आइजल कान्दाइको मङ्सिरमा बैशाखमा कान्दाइको हाम्रो मङ्सिरमा यसको त पैसा पाइयो बोल्ने मात्रै हो अरू पुऱ्याउनु पर्यो गर्नु पर्यो कि पुरा 10वटा गिलास मगाउनु पर्ने त्यसो गर्नु पर्यो कि गिलास ल्याउनु पर्यो बस्नेको प्लास्टिक गिलास भ्याइयो अर्को के अस्तिले किनेको थियौँ हाम्रो काम गर्दाखेरि पुरै हुनु पर्यो नि अन्त घर छैन हामी बाँड्ने मान्छेलाई झन् कुहिन त्यो निकाल्दैन
त्यो आगो उठाएर त्यो आगो नै पुस्न खाल्दैन हाल्दैन कोहीले अब बिचेर आफूलाई सन्चो छैन कि त्यही भएर अब त्यही गर्थे यस्तो खोलेर यस्तो माथि हेर है मकै छरेर भ्याएपछि ट्याक्टर खाली हुन्छ नि कति बेला हो त्यो बेला कतिवटा पैसा दिने हामी गरौँ है सबैले गरौँ गर्ने हामी सबै गर्ने यो दाउराहरू त्यहाँ हाल्दा त पुरा एउटाले अर्को हाल्ने एउटाले सिधा गराउने बाबु अब त बुझ्टाउने हाल्नु पठाएको फेरि यसलाई हाल्नु पठाएको यसलाई हालिहाल्यो अब हालबाटो भनेपछि स्याहार त बन्दै एकदमै पलास्टिकको यही 4 फुट चाहिँ माथि 4 फुट अग्लो अलि गर्ने 5 फुटमा हुन्छ 5 फुटको त्यो तारको हाइट हुन्छ नि बाबु 5 फुट चाहिँ त्यो को 1 फुट भएर तारकै चाहिन्छ 5 फुटमा तार 4 फुट जानु भयो तार 4 फुट गन लाग्दै पुरा पाउ यहाँ बनिरहेछ त तिमीले देखेको छैनौ जान्न थाल ल्याइदिएपछि बस
बाबु यताबाट ठिकै छ कि त्यहाँ बिचरा सल्लाह पानी पास गरिहाल्नु एउटा पास गरिहाल्नु पास गरिहाल्नु आफ्नो घर भोगे टोलिएको हजुर ल खाम है कान्छा चिसो हाल्यो न अझै अटाइएन यार यता दुईजना के छ एकदम ठिक छ खाइरहेको छ मिठो छ सुभाष के खाने हो तिमी कहाँ बस्छौ तिमी यार प्यार लगाइदिएपछि त्यहाँ गएर निस्क्यो त्यस्तो बुझेर रमाइलो अब हामी त्यहाँ जानु नपरोस् होइन हजुरलाई लागेको भनेको यही होइन हाम्रो होइन त अस्ति भर्खर हो अस्ति भर्खर